बालेनको आधी रोक्न अदालतको तगारो। शक्तिशाली नेताहरूलाई हिरासत पुर्याउँदा पनि धमाधम छुड्ने क्रमले सिंहदरबारमा हलचल एकाएक रोकियो। सुकुम्बासी बस्तीमा चलेको डोजर। रोइलो गरिरहेका पार्टीका कार्यकर्तामा फर्कियो खुसी। खासमा किन हुन्छ सरकारका हरेक काममा अदालत बाधक? प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि देशमा एउटा यस्तो आधी आयो जसले दशकौंदेखि जगडिएको राजनीतिक व्यतिथि र प्रशासनिक सिन्डिकेटको जगै हल्लाइदियो। उनले चालेका एकपछि अर्को साहसिक कदमले आम जनतामा ठूलो आशा जगायो। तर विडम्बना, उनले गरेका ती बोल्ड निर्णयहरूमाथि अहिले न्यायपालिकाबाट कानुनी अंकुश लाग्न थालेको छ। प्रधानमन्त्री बालेन शाहले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 मार्फत कर्मचारी र विद्यार्थी राजनीतिमाथि इतिहासकै ठूलो प्रहार गरे। उनले कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयका विद्यार्थी संगठनहरू सोभिउ खारेज गर्ने निर्णय गर्दा धेरैले यसलाई सुशासनको एउटा ठूलो खुड्किलो माने। तर यो मुद्दा जब सर्वोच्च अदालत पुग्यो तब दृश्य फेरियो। संवैधानिक इजलासले संविधानको धारा 17 र 34 को व्याख्या गर्दै संगठन खोल्ने र सामूहिक सौदाबाजी गर्ने हकलाई अध्यादेश मार्फत तत्काल कुण्ठित गर्न नमिल्ने ठहर गर्यो। उनले जरैदेखि उखेल्न खोजेको त्यो झोले राजनीतिको जरोलाई अदालतले तत्कालका लागि कानुनी सुरक्षा प्रदान गरिदिएको छ। त्यसैगरी नदी किनारका सरकारी जग्गा र वर्षौंदेखिको सुकुम्बासी बस्ती हटाउन जब उनले डोजर परिचालन गरे तब फेरि अर्को कानुनी अवरोध खडा भयो। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले उचित व्यवस्थापन र विकल्प बिना नहटाउनु भन्ने आदेश दिएपछि उनको यो अभियान बीचैमा रोकियो। शहरलाई सफा र सुन्दर बनाउने उनको सपनामाथि अदालतले आवास र शिक्षाको हकको कानुनी कडी लगाइदिएको छ। यसले के देखाउँछ भने उनले चाल्ने हरेक भौतिक कदममा कानुनी प्रक्रियाको पालना हुनु अनिवार्य छ, अन्यथा नतिजा सोचे जस्तो नहुन सक्छ। त्यस्तै बालेन शाहको सरकारले इतिहासमै पहिलो पटक केपी शर्मा ओली र रमेश लेखक जस्ता शक्तिशाली पात्रहरूलाई प्रहरीको हिरासतको ढोकासम्मै पुर्यायो। जनताले सोचेका थिए अब ठूला माछाहरूको दिन सकियो, तर पक्राउ परेका ती हस्तीहरू धमाधम छुड्ने क्रमले उनको सुशासन मिसनमाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदियो। पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै अदालतले उनीहरूलाई बाहिर निकाल्नु सरकारको लागि सबैभन्दा ठूलो सेडब्याक बनेको छ। के यो अनुसन्धान गर्ने निकायको कमजोरी हो वा उनले हतारमा गरेको राजनीतिक निर्णय? यो बहसले यति बेला सडक तातेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजय प्रसाद मिश्रको विश्लेषणलाई मान्ने हो भने कार्यपालिकाले आफ्नो कार्यक्रम लागू गर्दा कहिलेकाहीँ कानुनी सीमा नाग्न सक्छ, जसलाई अदालतले सच्याउने गर्छ। शक्ति पृथकीकरणको सिद्धान्तले यही भन्छ। उनले फास्ट ट्र्याकमा नतिजा दिन खोज्दा कानुन बाधक देखिनुले एउटा कुरा प्रश्न पार्छ। नेपालको विद्यमान कानुनी ढाँचा र उनको क्रान्तिकारी सोचबीच ठूलो खाडल छ। 2/3 समर्थन प्राप्त सरकारका निर्णयहरूमा समेत अदालतले गैर कानुनीको छाप लगाइदिँदा बालेन सरकार अहिले रक्षात्मक बन्न पुगेको छ। अहिलेको मूल प्रश्न यही हो, के बालेन शाहको सुशासनको मिसनलाई असफल बनाउन पुराना शक्तिहरू र कानुनी जटिलताहरू एकै ठाउँमा उभिएका हुन्? उनले संसद छलेर अध्यादेशको बाटो रोज्नुलाई कतिपयले स्वेच्छाचारी कदम भनेका छन्, तर बालेनको यो टिमको तर्क छ संसद अवरुद्ध हुने र काम गर्न नदिने भएपछि अध्यादेशको विकल्प थिएन। अदालतले सरकारको काममा हस्तक्षेप गर्नु भनेको कार्यकारीले गैरकानुनी काम गर्यो नै भन्ने सन्देश त हो, तर यसले जनतामा भने केही हदसम्म निराशा पैदा गरिदिएको छ।